नमस्कार साथीहरू, के तपाईँलाई थाहा छ भारतका केही गभर्मेन्ट मेडिकल कलेजमा एमबिबिएस वा बिडिएसको एनुअल फी केवल 30,000देखि सुरु हुन सक्छ? हो, तपाईँले सही सुन्नुभयो। यदि तपाईँ नेपाली स्टुडेन्ट हुनुहुन्छ र भारतमा एमबिबिएस वा बिडिएस पढ्ने सपना देख्दै हुनुहुन्छ भने सेल्फ फाइनेन्स स्किम एसएफएस तपाईँका लागि उत्कृष्ट अवसर हुन सक्छ। आजको भिडियोमा तपाईँले स्टेप बाई स्टेप सम्पूर्ण जानकारी दिनेछु। सेल्फ फाइनेन्स भनेको के हो, कसरी अप्लाई गर्ने, इलिजिबिलिटी के हो, रिक्वायर्ड डकुमेन्ट के हुन्, एडमिसन प्रोसेस कस्तो हुन्छ, फी कति लाग्छ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि अन्त्यमा तपाईँले केही इम्पोर्टेन्ट टिप्स पनि दिनेछु जसले तपाईँको एडमिसन प्रोसेस धेरै सहज बनाउन सक्छ। सबैभन्दा पहिले बुझौँ सेल्फ फाइनेन्स स्किम एसएफएस भनेको के हो। यो इम्बेसी अफ इन्डिया काठमाडौँ मार्फत सञ्चालन हुने एडमिसन स्किम हो। यस स्किम अन्तर्गत नेपाली स्टुडेन्टलाई भारतमा गभर्मेन्ट मेडिकल कलेजमा एडमिसन वा बिडिएस अध्ययन गर्ने अवसर पाउँछ। कसले दिन्छ? इन्डियन एम्बेसीले। तर एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, यो स्कलरसिप होइन। यसमा ट्युसन फी तथा अन्य खर्च विद्यार्थी आफैले बेहोर्नुपर्छ। एम्बेसीले केवल एडमिसन प्रोसेस फेसिलिटेट गर्दछ। तर यसमा पैसा भनेको धेरै कम लाग्छ, जुन हामी अगाडि एक्सप्लेन गर्नेछौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, किन धेरै स्टुडेन्टले सेल्फ फाइनेन्स स्किम रोज्छन्? मुख्य कारण हो एफोर्डेबल फी। प्राइभेट मेडिकल कलेजमा एमबिबिएस पढ्न वर्षको 15 देखि 30 लाख वा त्योभन्दा बढी खर्च हुन्छ। तर केही गभर्मेन्ट मेडिकल कलेजमा एनुअल फी लगभग 30,000देखि 1 लाखसम्म हुन सक्छ। यही कारणले हजारौँ विद्यार्थी प्रत्येक वर्ष स्कलरसिप सेल्फ फाइनेन्स स्किमको प्रतीक्षा गर्दछ। महत्त्वपूर्ण सूचना, फी सम्बन्धी गभर्मेन्ट मेडिकल कलेज अनुसार फरक हुन्छ। त्यसैले एडमिसन पछि सम्बन्धित कलेजको अफिसियल फी आवश्यक भेरिफाई गर्नुहोला। यो गभर्मेन्ट कलेज मेडिकल कलेजको फी हो। यो डिपेन्ड गर्छ तपाईँले कुन स्टेट चुज गर्नुभयो। यदि तपाईँको निटमा राम्रो मार्क्स छ र तपाईँले युपी पाउनुभयो, उत्तर प्रदेश फर इक्जाम्पल, उत्तर प्रदेशको फी भनेको खान बस्न पढ्न लेख्न जे पनि सबै इन्क्लुड हुन्छ 30,000 पर इयरमा। यो बाहेक तपाईँले 1 रुपियाँ पनि तिर्न पर्दैन। जस्तै बिआरडी मेडिकल कलेज भयो, बिआरडी मेडिकल कलेजको फी भनेको 30,000 मात्र हो इयरली। त्यही भएर तपाईँले निटमा राम्रो स्कोर लाउनु पर्यो। अब फर इक्जाम्पल तपाईँले युपी पाउनु भएन। यो डिपेन्ड गर्छ कि तपाईँले निटमा कति स्कोर लाउनु भयो। लास्ट इयरको कटअफ हेऱ्यो भने निटको कटअफ जम्मा 423 जति गएको थियो। योभन्दा बढी लागेको सबैले गभर्मेन्ट कलेज पाएको छ एसएफएस थ्रु। यदि तपाईँले त्यो पाउनुभयो भने अरू स्टेटमा बढी पैसा लाग्छ। जस्तै इक्जाम्पल लागि हेरौँ, यो त मैले भने बिआरडी या युपीको कुनै युनिभर्सिटीमा गयो भने तपाईँले 30,000 र त्यसको अलिक तलमाथि हुनसक्छ। मानौँ न 50,000 भयो भने होइन, बिआरडी मेडिकल कलेजमा 30,000 नै हो। अरू युपी मेडिकल कलेजमा हुनसक्छ 50,000 होस्, तर बढी छैन। यदि तपाईँ जस्तै महात्मा गान्धी, यसमा 12-14वटा युनिभर्सिटी हुन्छ, 21वटा सायद, त्यो म लिस्ट पछितिर राखिदिन्छु। जस्तै महात्मा गान्धी इन्स्टिट्युट अफ मेडिकल साइन्स, तपाईँ
त्यो पाउनुभयो भने यो अलिक एक्सपेन्सिभ हुन्छ। तपाईँले यस युनिभर्सिटीमा 4,10,510 4,10,510 आइसी यो तपाईँले फर्स्ट टाइम एडमिसनको टाइममा डिपोजिट गर्नुपर्ने हुन्छ। यसमा तपाईँको 1,00,000 भनेको रिफन्डेबल फी हुन्छ आफ्टर कम्प्लिसन अफ यर डिग्री र रिमेनिङ 3.5 इयरको 3-5 इयर बच्यो। त्यसमा प्रत्येक वर्ष तपाईँले 1,32,510 तिर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँले के गर्नुहोस्, अहिले नै निटको प्रिपरेसन गर्नुहोस्। निटमा जति बढी आयो उसलाई प्रायोरिटी पहिले दिन्छ कि कुन युनिभर्सिटीमा जाने। त्यही भएर यसलाई ध्यानमा राखेर जति बढी निटमा आयो त्यति बेस्ट। लास्ट इयरको कटअफ हेऱ्यो भने लास्ट इयर क्वेसन अलि अप्ठ्यारो आएको छ 2025 को। त्यही भएर कटअफ त्यति बेला निटको कटअफ एसएल फाइनेन्सको लागि एसएफएसको लागि 423 गएको भन्ने सुनेको हो। 2024 मा कटअफ भनेको 524 गएको थियो। त्यही भएर हामीले के बुझौँ भने यदि हामीलाई सेल्फ फाइनेन्समा पढ्नै छ भने हामी निटमा राम्रै स्कोर गरौँ न। मन परेको कलेजमा जान पाइयो। त्यस्तै अरू महाराष्ट्र कलेज छ त्यसको फी डेभलै हुन्छ। म 30,000 सुरुमा भन्नुको मुख्य उद्देश्य हो तपाईँले युपी पाउनुभयो भने 30,000। एउटा त काठमाडौँमा बस्नलाई 50,000 खर्च हुन्छ, एउटा केही प्रिपरेसन गर्न त 50,000 1 लाख लिन्छ धेरै इन्स्टिट्युटले। सो यो धेरै कम हो। यो इयरली फी मैले भनेको 30,000 पर इयर। अब यो भयो। यसको बारेमा म विस्तृत जानकारी अर्को भिडियोमा राख्नेछु। या तपाईँले कमेन्ट गर्नुभयो भने एउटा भिडियो बनाउँछु या कुन कुन कलेजमा स्कलरसिप पाइन्छ भनेर म सो गर्नेछु। इलिजिबिलिटी क्राइटेरिया के हो? अब इलिजिबिलिटीको कुरो गरौँ। यदि तपाईँ अप्लाई गर्न चाहनुहुन्छ भने सामान्यतः पहिले त क्लास 12 पास हुनु पर्यो। क्लास 12 पास हुनु पर्यो। त्यसपछि फिजिक्स केमिस्ट्री र बायोलोजी लिएको हुनुपर्छ र इङ्ग्लिस पनि चाहिन्छ। यो भएपछि तपाईँले अप्लाई गर्न पायो र साथमा कम्तीमा 50% एग्रिगेट मार्क हुनु पर्यो। त्यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको त मैले पहिल्यै भनिसकेको छु, निट क्वालिफाई हुनुपर्छ। निट पास गर्नुभएको छैन भने एमबिबिएस वा बिडिएसमा एडमिसन सम्भव हुँदैन। मैले पहिले भनिसकेँ 520 लाख 2024 को कटअफ थियो 423 मानौँ न। यो 2025 को कटअफ थियो। यो पालि निटको क्वेसन कस्तो आउँछ त्यसको हिसाबले यो कटअफ चेन्ज हुन्छ। त्यही भएर तपाईँ सोच्नुहोस् कि मेरो 520 प्लस आयो भने कन्फर्म सेल्फ फाइनेन्समा पाउनुभयो, गभर्मेन्ट कलेज पाउनुभयो, मानौँ युपी पाउनुभयो भने 30,000 मा पढ्नुभयो। अर्को पायो भने हल्का तलमाथि हुन्छ, तर महाराष्ट्र या अरू धेरै युनिभर्सिटी छ जहाँ महँगो पनि छ। त्यही भएर जति बढी आयो निटमा मार्क्स त्यति तपाईँले राम्रो कलेज चुज गर्नु पर्यो। कति पैसा खर्च गर्ने भने आफैमा डिपेन्ड गर्छ। अब आवश्यक डकुमेन्टको सूची हेरौँ। एप्लिकेसन गर्दा सामान्यतः आवश्यक पर्ने डकुमेन्ट हेर्नुहोस्। यो तपाईँको इन्डियामा जाँदै हुनुहुन्छ भनेपछि तपाईँको सिम निकाल्नु पर्यो, खाता खोल्नु पर्यो भनेपछि पासपोर्ट कम्पलसरी हो। त्यसपछि सिटिजनसिप चाहिन्छ। बर्थ सर्टिफिकेट नि मागेको हुन्छ किनभने समटाइम तपाईँले एज बिगारेर गाउँ त तलमाथि हुन्छ, सर्टिफिकेटमा बेग्लै हुन्छ, यताउता गरेर हुन्छ। त्यही भएर बर्थ सर्टिफिकेट कम्पलसरी हो। 12 को मार्कसिट चाहियो। तपाईँ पास भएको छैन, 50% आएको छ कि छैन त्यो सबै हेर्नलाई।
निट स्कोर कार्ड भनिसके 520 प्लस डिपेन्ड अपन क्वेसन अफ कस्तो छ निटको। एआइयु सर्टिफिकेट यो त्यसलाई मात्र दिन्छ जसले नेपालको कुनै इक्जाममा पास भएको हुन्छ। मेडिकल जस्तै यहाँ कुनै मेडिकल इन्ट्रान्स भयो त्यसमा पास भएन भने एआइयु दिँदैन, पढ्न पाउँदैन, यो कम्पलसरी हो। यो अब फर्म खुलेको छैन, चाँडै खुल्नेवाला छ, त्यही भएर यो सबै डकुमेन्ट अहिले नै तयार राख्नुहोस्। यदि यहाँसम्म भिडियो उपयोगी लागेको छ भने एउटा लाइक गरिदिनुहोस्। यसले यस्ता जानकारी धेरै विद्यार्थी समक्ष पुग्न मद्दत गर्छ। यदि तपाईँ स्टडी इन इन्डिया सम्बन्धित नियमित अपडेट चाहनुहुन्छ भने प्रिन्स एकाडेमी सब्सक्राइब गर्न नबिर्स्नुहोला। अब हामी अर्को एडमिसन प्रोसेस कस्तो हुन्छ। अब एडमिसन प्रोसेस बुझौँ। सबभन्दा पहिले इन्डियन एम्बेसीले अफिसियल नोटिफिकेसन निकाल्छ। अफिसियल नोटिफिकेसन आउनै पर्यो। त्यसपछि विद्यार्थीहरूले अनलाइन एप्लिकेसन सबमिट गर्छन्। एप्लिकेसन सबमिट त गर्नु पर्यो। एप्लिकेसन सबमिट भएपछि डकुमेन्ट भेरिफिकेसन हुन्छ। डकुमेन्ट भेरिफिकेसनमा तपाईँले पर्सेन्टेज 50% छ कि छैन, बायोलोजी पढेको छ कि छैन, निट स्कोर कार्ड छ कि छैन, एआइयु छ कि छैन, सबै चेक गर्छ। अनि स्टुडेन्ट इलिजिबिलिटीको रेकमेन्डेसन हुन्छ। गभर्मेन्ट कलेजमा एलोकेसन हुन्छ। त्यसपछि एडमिसन कन्फर्मेसन हुन्छ। कन्फर्मेसन भएपछि तपाईँले कहिलेकाहीँ डिपेन्ड गर्छ एम्बेसीले कहिले रिजल्ट लाग्यो, कहिलेकाहीँ 24 आवरमा तपाईँले पुग्नुपर्ने हुन्छ कलेजमा। त्यही भएर अलिअलि पैसाहरूको व्यवस्था गरेर राख्ने। त्यसपछि के हुन्छ, इन्डिया पुगिन्छ, रिपोर्टिङ गरिन्छ कलेजमा। त्यसपछि त्यही सम्पूर्ण एडमिसन प्रोसेस हो। अब मिस्टेक गर्ने भनेको के हो। अब धेरै विद्यार्थीले के गर्ने केही सामान्य गल्तीहरू बुझ्नु। सामान्य भन्दा पनि तपाईँको स्कलरसिप नै क्यान्सल हुनसक्छ। अब पहिलो भनेको निट बिना अप्लाई गरिदिने। के बेसिसमा तपाईँले सिलेक्सन हुन्छ, गयो तपाईँको सिलेक्सन भएन एसएसएफमा। इनकम्प्लिमेन्ट डकुमेन्ट भनेछ जन्मदत्ता अपलोड गर्नलाई, पासपोर्ट अपलोड गर्न त तपाईँसँग पासपोर्ट नै छैन भने क्यान्सेल। तपाईँले गलत सूचना दिनुभयो। एज माग्यो, एजको लिमिट मानौँ कि 23 इयर भन्यो, तपाईँले 18 वर्ष नै पुगेको छैन। 18 वर्ष पुगेको छैन भने पासपोर्ट बन्दैन, पासपोर्ट बन्दैन, यो फर्म भर्न पाइँदैन। अर्को गल्ती भनेको अन्तिम दिन लास्ट डेटसम्म वेट गर्ने। यो भर्छु त्यो भर्छु, लास्ट दिन सिस्टम ह्याङ हुन्छ, बच्चाले फर्म भर्न पाउँदैन, कलेजमा के हुन्छ, यो डकुमेन्ट पुगेन, त्यो डकुमेन्ट पुगेर गयो। अर्को भनेको फेक एजेन्ट र कन्सल्टेन्सीहरूको पछि लागेर के गर्छ, कन्सल्टेन्सीले भन्छ म यो काम गराइदिन्छु, म तपाईँको फर्म भरिदिन्छु, यताउता गर्दा गर्दा तपाईँको लास्ट दिनसम्म वेट गर्छ। कहिलेकाहीँ गलत इन्फर्मेसन दियो, किनभने तपाईँलाई थाहा छ तपाईँको मानौँ तपाईँको एज बर्थ डेट 2012 कन्सल्टेन्सीले हेर्दैन, 2001-2 गरिदिन्छ, भयो गयो। एभोइड दिस मिस्टेक एन्ड सेभ योर टाइम एन्ड मनी। एकचोटि गल्ती भयो भने कहिलेकाहीँ एम्बेसी दौड्नुपर्छ, यताउता गर्नुपर्छ। त्योभन्दा राम्रो फर्म आफैले भर्नुहोस्, कुन कलेज चुज गर्ने त्यो सबै राम्रै चेक गर्ने, त्यसपछि अप्लाई गर्ने। अब महत्त्वपूर्ण टिप्स बुझौँ। पासपोर्ट अहिले नै बनाएर राख्नुहोस्। अहिले एप्लाई गर्नुभयो भने 5,000मा 1 महिनापछि आउँछ, 5,000 भन्छ। यु हेभ टु पे 5,000 ओन्ली। 1 महिनामा आइहाल्छ, तपाईँसँग फर्म खुल्छ, भइहाल्यो। नत्र बढी 10,000 15,000 गऱ्यो भने 1 दिनमा पनि आउँछ, 3 दिनमा पनि आउँछ, डिपेन्ड गर्दा तपाईँ कति पैसा खर्च गर्नुहुन्छ। अहिले नै गरिहाल्नु भने 1 महिना आइहाल्छ, 5,000 भयो। पासपोर्ट अहिले नै बनाउनुहोस्। सबै डकुमेन्ट स्क्यान गरेर राख्नुहोस्। अब तपाईँ मानौँ कि फर्म बनाउनुभयो काठमाडौँ या घरमा भरिदिनुहुन्छ, तपाईँको डकुमेन्ट छ कलेजमा, त्यो हुनु भएन। तपाईँले सबै डकुमेन्ट स्क्यान गरेर मोबाइल राख्ने, जहाँ गएर पढ्न नि मिल्यो। निटको स्कोर कार्ड राख्ने र निटमा राम्ररी मार्क्स लाउने। 530 लायो भने कन्फर्म 99% भनौँ न,
एसएफएस पाउनुभयो र तपाईँले रोजेको कलेज पाउनुभयो। युपी एमपी जे चुज गरे त्यही पाउँछ। डिपेन्ड तपाईँभन्दा माथि कतिजनाको छ। अफिसियल वेबसाइट मात्र फलो गर्ने। कसैले भन्छ कि यो खुलिसक्यो फर्म भरिदिन्छु म, त्यस्तो केही होइन। अफिसियल वेबसाइटमा जे दिएको छ त्यसमा अपडेट गर्ने। एमएससीको फेसबुक पेज या साइट लाइक गरेर राख्ने, नोटिफिकेसन आइरहेको हुन्छ। राइट इन्फर्मेसन, स्मार्ट प्लानिङ, सक्सेसफुल एडमिसन। यो मैले लेखेको छ किनभने तपाईँले अहिले बुझेर राख्नुहोस्। अब लास्ट भनेको समरीमा बुझौँ के सेल्फ फाइनेन्स। अब आजको अन्तिम भिडियो सोर्टकटमा सम्झौँ। सेल्फ फाइनेन्स स्किम स्कलरसिप होइन। तपाईँले पेमेन्ट गर्नुपर्छ स्टार्टिङ फ्रम 30,000 इन उत्तर प्रदेश एन्ड क्यान बी रेन्ज अप टु एनिथिङ डिपेन्ड अपन द युनिभर्सिटी। एडमिसन एम्बेसी मार्फत हुन्छ। कसले दिन्छ? एम्बेसीले दिन्छ। निट अनिवार्य हो। इलिजिबिलिटी फुल पे गरेपछि निट अनिवार्य हो। डकुमेन्ट अपलोड गरेपछि त्यहाँ राख्नु होला। एप्लिकेसन भर्नु होला। एलोकेसन हुन्छ, त्यसपछि एडमिसन हुन्छ। त्यसपछि अझै केही तपाईँले बुझ्नु पर्यो, हामीलाई सम्झिनु होला। र लास्ट, यदि तपाईँलाई यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्। कुनै प्रश्न छ भने कमेन्ट गर्नुहोस्। आफ्नो साथीसँग सेयर गर्नुहोस् र फ्री सेवा एकाडेमीलाई सब्सक्राइब गर्न नबिर्स्नुहोस्। यस च्यानलमा हामी नियमित रूपमा एमबिबिएस अपडेट, बिडिएस, सेल्फ फाइनेन्स स्किम, आइसिसिआर, स्टडी इन्डिया, एमबिएससी अपडेट, क्यारियर गाइडेन्स सबै सम्पूर्ण जानकारी दिनेछौँ। अर्को भिडियोमा हामी सेल्फ फाइनेन्सको स्किमको एप्लिकेसन प्रोसेस, रिक्वायर्ड डकुमेन्ट, कलेज प्रिफरेन्स स्टेप बाई स्टेप बुझ्नेछौँ। त्यसैले बेल आइकन थिच्न नबिर्स्नुहोस्। धन्यवाद। जय नेपाल। थ्याङ्क यू।